हेलो नमस्ते सबैजनालाई वेलकम छ मेरो भिडियोमा। आज चाहिँ म गाउँ जान लागेको। हामी चाहिँ म्याजिक चढेर पनि बहिनी र म पोखरा बसपाको लागि निस्केको। फाइनली हामी चाहिँ पोखरा बसपाक आइपुग्यो। यो चाहिँ दिदीको छोरी हो मेरो। उनीहरू पनि उता गाउँ जान लागेको अरे। है त हामीलाई कस्तो मजाले बाई बाई गरेछ सानो मान्छेले। अनि हामी चाहिँ गाउँ अटोमा जान लागेको। अहिले हामीलाई चाहिँ बसले छुटेर बस जान्थ्यो अनि अहिले चाहिँ बसले चाहिँ हामीलाई छुटेछ। हाम्रो गाउँको बाटो चाहिँ अहिले पहिरो आएर बर्खाले गर्दाखेरि यस्तो भएको छ। हामी चाहिँ अटोमा काहीँ झर्दै धकल्दै गयौँ। हामी चाहिँ पछि फेरि अटोमा लान नसकेर हामी चाहिँ अनि बाइकमा चढेको। बहिनी र म चाहिँ यस्तो बाइकमा पनि आएन, यस्तो हिलो रहेछ। फेरि बहिनी चाहिँ झरेर आएको, म चाहिँ फेरि बाइकमै गएको। यहाँ चाहिँ बाटोतिर एउटा दाइले बाख्रा चढाएको रहेछ। बाख्रा दौडे यस्तो मजाले। हामी चाहिँ यहाँको यस्तो अहिले चाहिँ बर्खाले गर्दाखेरि कुहिरोहरू सबै लागिरहेको यस्तो बवाल थियो। हामी चाहिँ अहिले यहाँ चिप्लेटी भन्ने ठाउँमा झरेर घरको लागि। हाम्रो गाउँमा चाहिँ अहिले बाटो बिग्रिहाल्यो लास्टै, त्यही भएर हामी चाहिँ हाम्रो गाउँभन्दा यतापट्टि झरेर गएको। यो चाहिँ चिप्लेटी गाउँ है। अनि हाम्रो बाटो चाहिँ यस्तो बिजोग छ कि हाम्रो गाउँ जाने बाटो अहिले हामी जस्तो पारा झुन्डिँदै गएको। जम काकाले जम चामल पुगे यस्तो गाह्रो भएको थियो काकालाई जम। मेरो चाहिँ त्यस्तो भारी थिएन धेरै। हाम्रो चाहिँ पहिल्यै बर्खा लाग्छ भनेर आमाको लागि चाहिँ हामीले चाहिँ 2-3 बोरा चामल पठाइदिएको थियो। सो त्यसैले हाम्रो लागि चाहिँ ल्याएन, काकाले चाहिँ लिएर आएको थियो। यस्तो बाटो जुगा पनि आएको थियो बाटोमा। हामी त जुगा पनि फाल्दै गएको। यस्तो झ्यारी पनि थियो कतै। जम पानी बग्ने खोला पनि थियो। यहाँ खोलामा जम म चिप्लेर लडेर मेरो जम बिजोग थियो। यो चाहिँ मेरो दिदी भाउजूहरू। यहाँ बहिनी पनि जुगा देखेर डराएर मेरो हालत यस्तो थियो कि बिजोग थियो। गाउँ आउन पनि पापै छ अहिले बर्खाले गर्दाखेरि। यो चाहिँ हाम्रो गाउँको पुल। हाम्रो चाहिँ यहाँ पुल हालेछ। हामी चाहिँ फाइनली गाउँ आइपुग्यो। हामी चाहिँ अहिले हाम्रो घर आइपुग्यो। यहाँ अहिले चाहिँ बबिता चाहिँ अघि नै आइसकेको थियो बसमा। हामी चाहिँ बस छोडेर अटोमा आएको। अनि चाहिँ हाम्रो गाउँको दाइ चाहिँ पुरा साउने सरदी लगाइरहेको रहेछ यहाँ। पुरा हामीलाई के भन्दै गफ हानिरहेको थियो। तपाईँहरूलाई यति भन्दै मेरो भिडियो यहीँ इन गर्न चाहन्छु। तपाईँहरूलाई कस्तो लाग्छ हेरिदिनु होला, फलो लाइक कमेन्ट गरिदिनु होला।